हेलो एभ्रिवान आज फेरि म आइसकेको छु एउटा मेरो ऱ्यान्डम थट्स लिएर होइन ऱ्यान्डम थट्स भन्दा पनि मेरो एउटा पहिलेदेखिको सबैको एउटा न एउटा केही न केही इन्सेक्युरिटी हुन्छ होइन मेरो इन्सेक्युरिटी चाहिँ के थियो भने मेरो नाक थियो क्या मेरो नाक चाहिँ अलिक चुच्चो छ होइन बाउनको नाक अभियसली नै धेरैजनाको चुच्चो नै हुन्छ मेरो पनि चुच्चो थियो होइन सबैले कस्तो चुच्ची भन्थ्यो क्या चुच्ची नाक चुच्चो भन्थ्यो अनि मलाई यस्तो कस्तो मनभित्रैबाट कस्तो खिन्न भएर आउँथ्यो क्या कस्तो हुन्छ नि इन्सेक्युर हुने अनि त्यसपछि नाक देखाउन पनि मन नलाग्ने अनि त्यसमा पहिलेदेखि चाहिँ म धेरै पैसा कमाएँ भने पछि गएर धेरै पैसा कमाएँ भने चाहिँ म नाकको सर्जरी चाहिँ गर्छु गर्छु भन्ने हुन्थ्यो होइन अनि तर पछि चाहिँ अब जब बढ्दै बढ्दै आइसकेपछि चाहिँ मेरो यो नाक हुँदै भएन भने होइन मलाई त म जस्तै देखिँदैन होला जस्तो फिल हुने क्या अहिले चाहिँ कन्फिडेन्स आउँछ अझै पनि कसैले चुच्चो भन्यो भने अलिकति थोरै चाहिँ एकछिनलाई चाहिँ हिट गर्छ तर त्यस्तो विधि चाहिँ हुँदैन पहिलाको जस्तो होइन मेरो चाहिँ ओभरकम भइसकेको छ हजुरहरूको पनि कसैको इन्सेक्युरिटी हुन्छ नि त के चाहिँ हजुरहरूको इन्सेक्युरिटी थियो होइन हजुरहरूले पनि कमेन्ट गर्नु होला अनि त्यसपछि कतिजनालाई चाहिँ आफ्नो नाकलाई लिएर चाहिँ स्पेसली नाकलाई लिएर चाहिँ कतिजनालाई चाहिँ इन्सेक्युरिटी हुन्थ्यो इन्सेक्युर हुनुहुन्थ्यो हजुरहरू र अनि हजुरहरूले कसरी ओभरकम गर्नुभयो हाम्रो आफ्नो इन्सेक्युरिटीलाई कमेन्ट गर्नु होला है त होइन अरूलाई पनि हेल्प हुनसक्छ म जस्तै कतिजना हुनुहुन्छ होइन कसैलाई वेटले लिएर कति मोटी कति पातली कति लुरी मलाई त धेरै छ म चस्मा पनि लगाउँछु अहिले चाहिँ भिडियो बनाउँदा नलगाएको होइन चार आँखे भन्ने अनि डबल ब्याट्री सिङ्गल पावर होइन अनि त्यसपछि यो कतिवटा देख्छ त्यो त अब नर्मल नै भइहाल्यो होइन नर्मल्ली नै लिग्ने भइहाल्यो होइन नर्मल होइन तर हामी नर्मली लिग्ने भइसक्यौँ त्यो चाहिँ तर अनि त्यो बाहेक पनि एउटा नाक भयो एउटा आँखाको भयो अनि अर्को भनेको चाहिँ कस्तो लुरी होइन पहिला चाहिँ एकदमै लुरी थिएँ क्या एकदमै लुरी थिएँ अनि त्यसपछि मेरो मम्मी चाहिँ मोटी हुनुहुन्थ्यो होइन अनि त्यसपछि सबै खानेकुरा चाहिँ मम्मीले खान्छ कि क्या हो छोराछोरीलाई चाहिँ खाना दिन्न कि क्या हो भन्ने यस्तो त कति सुन्यो होइन लुरीको अब अहिले चाहिँ म मोटाएको छु क्या बच्चा पाएपछि अब सुत्केरीमा मोटाएको छु अनि ओहो कति मोटाएछ भन्ने त अब त्यो यो त आइ नै रहन्छ होइन अब यो कुराले चाहिँ मलाई इन्सेक्युर हुँदैन होइन आजकल चाहिँ म एन्सर दिन सक्छु कसैले कस्तो चुच्चो नाक भन्यो भने बाहुनको नाक चुच्चो हुन्छ भने बाहुनको पहिचान बोकेर हिँडेको छु भन्छु होइन आजकल म डराउँदिनँ कन्फिडेन्स आइसक्यो तर पहिला सानोमा चाहिँ कति कुराले चाहिँ हिट गर्दो रहेछ पछिसम्म पनि होइन पछिसम्म नि हिट गर्ने भएकोले कृपया कसैले पनि नभनिदिनु होला त्यस्तो कुरा चाहिँ अरूलाई ह्याम्पर हुने कुरा होइन अरू तपाईँले सानो कुरा भनेको जस्तो लाग्छ होइन तर अर्को मान्छेलाई चाहिँ धेरै हिट गरे हुनसक्छ होइन त्यही भएर नभनिदिनु होला र हजुरहरूको चाहिँ के इन्सेक्युरिटी थियो कमेन्ट गर्नु होला है त थ्याङ्क यू सो मच